ल साथीहरू क्वेसन नम्बर 1 मा हेर्नु साथीहरू, राणाकालमा मुन्सी खाना अड्डाले के काम गर्थे? राणाकालमा जुन मुन्सी खानी अड्डा थियो नि त्यसले के काम गर्थे त? परराष्ट्र मामला सम्बन्धी कार्य। परराष्ट्र मामला सम्बन्धी कार्य हुन्थ्यो नि त्यति बेलाको। जुन राणाकालमा मुन्सी खाना अड्डाले के काम गर्थे भनेपछि त परराष्ट्र सम्बन्धी कार्य गर्थे है। त्यस्तै अर्को क्वेसनमा के छ साथीहरू, विश्वव्यापी भोकमरी सूचाङ्क अनुसार नेपाल कतिऔं स्थानमा पर्छ? अहिले नेपाल कति स्थानमा पर्छ त? 69औं स्थानमा। त्यस्तै अर्को क्वेसन साथीहरू के छ त, कर दिवस कहिले पर्दछ? कर दिवस कहिले पर्दछ? यो कहिले पर्छ त? मङ्सिर 1 गते चाहिँ कर दिवस पर्छ है साथीहरू, ध्यान दिनु होला, इम्पोर्टेन्स क्वेसन छ। त्यस्तै अर्को क्वेसन के साथीहरू, कतिऔं सार्क शिखर सम्मेलन सर्वप्रथम नेपालमा आयोजना भएको थियो? सार्क शिखर सम्मेलन तपाईहरुलाई थाहै छ। त्यो कतिऔं सार्क शिखर सम्मेलन नेपालमा भएको थियो त? तेस्रो शिखर सम्मेलन चाहिँ नेपालमा तेस्रो थियो है। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, अन्तर्राष्ट्रिय आप्रवासी दिवस कहिले मनाइन्छ त? अन्तर्राष्ट्रिय आप्रवासी दिवस कहिले मनाइन्छ त? डिसेम्बर 28 मा चाहिँ आप्रवासी दिवस मनाइन्छ। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, नेपालमा हाल कतिवटा संरक्षित क्षेत्रहरू रहेका छन्? नेपालमा कतिवटा संरक्षित क्षेत्र छ? जम्मा 6 वटा संरक्षित क्षेत्र, 12 वटा राष्ट्रिय निकुञ्ज, त्यस्तै अरू अन्य कुराहरू, त्यो कुराहरू पढ्नु होला है साथीहरू। त्यस्तै अर्को क्वेसन के छ साथी हेर्नु त, जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन कोप 28 कहिले भएको थियो? जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन कोप 28 जसलाई भनिन्छ त्यो कहिले भएको थियो त? 2080 मङ्सिर 14 देखि दिनु होला है तपाईहरु। यसमा क्वेसन नम्बर 1 मा के छ त, रुकुम जिल्ला अदालतले नवराज विक सहित 6 जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको सम्बन्धमा 24 जनालाई जनम कैदको फैसला कहिले सुनाएको हो? यो जुन रुकुम जिल्लामा अदालतले नवराज विकास सहित अपराधको काण्डमा 6 जना सहित कहिले जनम कैदको फैसला गरे हो त? 2080 मङ्सिर 19 गते चाहिँ त्यो फैसला चाहिँ गरे हो। त्यस्तो अर्को क्वेसन के छ साथीहरु हेर्नुस् त, उद्योग दिवस कहिले मनाइन्छ? उद्योग दिवस कहिले मनाइन्छ त? मङ्सिर 9 गते चाहिँ उद्योग दिवस चाहिँ मनाइन्छ, मङ्सिर 9 गते। त्यस्तै अर्को क्वेसन के साथी हेर्नुस् त, 15 योजनाको अन्त्यमा प्रति व्यक्ति कुल राष्ट्रिय आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ? 15 योजनाको अन्त्यमा प्रति व्यक्ति कति कुल राष्ट्रिय आय अमेरिकी डलर पुर्याउने लक्ष्य दिएको छ त? 1595 प्रति व्यक्ति अमेरिकी डलर हुने गरी त्यस्तो लक्ष्य राखेको छ। त्यस्तै अर्को क्वेसन के साथीहरु, चालु आवधिक योजनाको अन्तिम आर्थिक वर्ष कुन हो? चालु आवधिक योजनाको अन्तिम आर्थिक वर्ष कुन हो त? 2080-81। त्यस्तै अर्को क्वेसन के छ साथीहरु, नेपालको संविधानको धारा 25 मा कुन हकको व्यवस्था गरिएको छ? जम्मा 31 वटा मौलिक हक, त्यसमा चाहिँ धारा 25 मा चाहिँ कुनको हक गरेछ? त्यो सम्पत्तिको हक। जम्मा 31 वटा हक छ। यो चाहिँ तपाईहरुले ध्यान दिएर पढ्नु होला, किनभने यो सोध्छ है, एकदमै सोध्ने कुरा, बुझ्न पर्ने कुरा हो। तपाईहरु यसमा चाहिँ ध्यान दिनु होला। त्यस्तै अर्को क्वेसन के छ साथीहरु, लार्के भन्ज्याङ कुन जिल्लामा पर्छ? लार्के भन्ज्याङ कुन जिल्लामा पर्छ त? गोर्खा जिल्लामा चाहिँ लार्के भन्ज्याङ पर्छ। कार्यालय समय 10 देखि 5 गर्ने राणा प्रधानमन्त्री को हुन् त? देव शमशेर। कार्यालय समय 10 देखि 5 गर्ने देव शमशेर यसको चाहिँ है। त्यस्तै अर्को क्वेसन के छ साथीहरु, शनिबार बिदा दिने चलन कसले चलाएका हुन्? शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन् है। त्यस्तै अर्को क्वेसन के छ साथीहरु, सैनिक र कर्मचारीलाई पेन्सनको व्यवस्था कसले सुरु गरेका थिए? सैनिक र कर्मचारीलाई पेन्सनको व्यवस्था कसले सुरु गरेका थिए? जुद्ध शमशेरले गरेका थिए। यसको सही एन्सर के हुन्छ साथीहरु? जुद्ध शमशेरले गरेको थियो। त्यस्तो अर्को क्वेसन के साथीहरु, शाहकालमा विभागका प्रमुख र क्षेत्रीय प्रमुखलाई के भनिन्थ्यो? शाहकालमा विभाग प्रमुखलाई काजी भनिन्थ्यो है। नेपाललाई विश्व सामु शान्ति क्षेत्रको प्रस्ताव कहिले राखेका थिए? राजा वीरेन्द्रले नेपाललाई विश्व सामु शान्ति क्षेत्रको प्रस्ताव कहिले राखेका थिए त? 2031 साल फागुन 13 गते राजा वीरेन्द्रले नेपाललाई विश्व सामु शान्ति क्षेत्रको प्रस्ताव राखेका थिए 2031 साल फागुन 13 गते।
त्यस्तै अर्को क्वेसन के छ साथीहरू, नेपालमा पहिलो जनमत सङ्ग्रह कहिले भएको थियो? नेपालमा पहिलो जनमत सङ्ग्रह 2037 साल वैशाख 20 गते चाहिँ भएको थियो पहिलो जनमत सङ्ग्रह। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातन्त्रको पूर्ण बहाली कहिले भएको थियो त? यसको सही अनुसार के हुन्छ साथीहरू, 2046 साल चैत 16 गते चाहिँ पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पूर्ण स्थापना चाहिँ भएको थियो 2046 साल चैत 16 गते चाहिँ है। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, प्रजातन्त्रको पूर्ण स्थापना पछि पहिलो पटक नेपाल अधिराज्यको संविधान 2047 कहिले जारी भएको थियो? जुन भएको थियो नि प्रजातन्त्रको स्थापना पछि पहिलो पटक नेपाल अधिराज्यको संविधान चाहिँ 2047 साल कार्तिक 13 गते चाहिँ 23 गते चाहिँ 2047 साल कार्तिक 23 गते चाहिँ यसको चाहिँ भएको थियो है। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, नेकपा माओवादीले सशस्त्र विद्रोह कहिले सुरु गरेको हो? नेकपा माओवादी र बिच लडाइँ भएको थियो त्यो चाहिँ कहिले चाहिँ विद्रोह सुरु भएको हो त? 2052 साल फाल्गुन 1 गतेबाट चाहिँ सुरु भएको थियो। 2052 साल फाल्गुन 1 गतेबाट चाहिँ सुरु भएको थियो है। त्यस्तै दरबार हत्याकाण्ड कहिले घटेको थियो? दरबार हत्याकाण्डमा 10 जनाको मृत्यु भएको छ, त्यो चाहिँ कहिले घटेको थियो त? 2058 साल जेठ 19 गते चाहिँ दरबार हत्याकाण्ड घटेको थियो। त्यस्तै अर्को क्वेसन के साथीहरू, राजा ज्ञानेन्द्र शाहले शाही घोषणा गर्दै शासनका सत्ता आफ्नो हातमा लिएका थिए, कहिले लिएका थिए त? 2061 साल माघ 29 गते। त्यस्तै अर्को क्वेसन के साथीहरू, नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको हो त? 2063 मङ्सिर 5 मा नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता युद्धको अन्त्य चाहिँ कहिले भएको हो त? 2063 साल मङ्सिर 5 गते चाहिँ यसको चाहिँ अन्त भयो। त्यस्तै अर्को क्वेसन लास्टको क्वेसन के साथीहरू, नेपालमा पहिलो पटक ऐतिहासिक संविधान सभाको निर्वाचन कहिले भएको थियो? नेपालमा पहिलो पटक ऐतिहासिक संविधान सभाको निर्वाचन कहिले भएको थियो त? यसको चाहिँ सही हुन्छ 2064 साल चैत 28 गते चाहिँ कहिले भएको थियो? लोकसभा आयोगको स्थापना 2008 साल असार 1 गते है। त्यस्तै अर्को यसमा के छ, 2008 साल असार 15 गते चाहिँ धान दिवस हो साथीहरू, त्यो पछि ध्यान दिनु होला। त्यस्तै अर्को क्वेसन, नेपालमा पहिलो पटक आम निर्वाचन कहिले भएको थियो त? 2015 सालमा चाहिँ आम निर्वाचन चाहिँ भएको थियो 2015 सालमा नेपालमा पहिलो पटक। त्यस्तै अर्को क्वेसन के साथीहरू, नेपालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात कहिले गरेका थिए? नेपाल राजा वीरेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात 2017 साल पुस 1 गते चाहिँ पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए है साथीहरू, ध्यान दिनु।